लकेटा हामी सेरी जाने बाटोतिर लाग्यौँ अब यता नारायणी पस्ने हो। अहिले ठ्याक्क हामी यहाँ गेवालीको पुल आइसक्यो होइन। अब देख्न सक्नुहुन्छ गेवालीको पुल हेर्नु कस्तो दामी बनाएको छ नि त्यो गाउँमा। गेवालीको पुल आयो यहाँ त अब के भन्ने अब यहाँ दृश्य आफै हेर्नु भन्न केही पर्दैन। लैजा उठाऊ पुलमाथि चढाइदिएको छु। यहाँ चाहिँ अब हजुरले गोइङहरू पनि भेट्नुहुन्छ। यो खोलामा चाहिँ गोइङ छ है, यहाँ गएर मान्छे नि खाएको हो। अहिले त छैन होला खासै। त्यो पुलमाथि नचढाउ यहीँ चढाइदियो यतिमा राखिदियो ल। यो पानी खतरनाक छ नि त, यहाँ त गोइङहरू पनि हुन्छ क्या, यहीँ बसेको हुन्छ पानी बर्खाको बेलामा। अहिले त छैन खासै। यहाँ त खाल्टो बनाएछ नि यार। आज झर्ने डर हुन्छ धेरै राति रक्सी यारमा आएको मान्छे। है रिक्स छ त यार। के पारा केवालीको पुल त भत्किन लागेछ त यार। हामी उहिले आउँदा राम्रो थियो। पौडी खेल्न पनि मिल्दैन कि यहाँ त डर लाग्छ मलाई त्यहाँ। यो खोलामा अजगर पनि छ अनि अजगर पनि छ अनि ऊ पनि छ क्या मगरमाछ। त्यही भएर तर अहिले त छैन होला, पानी थोरै छ नि त। पानी बढेको बेलामा हुन्छ है। त्यही भएर गेवालीको पुल भन्छ। ल माथि नि छ, 2 तले हो। माथि चढेर देखाइदिन्छु है। अब माथि चढेर देखाउनु पनि कसरी देखाउनु है। माथि चढ्नु नि टाउको रिङटा लाग्ने यार। सब पुल भत्काएछ मेरो केटाहरू है। चढ्ने पनि कसरी साइडबाट चढ्ने हो। डरै लाग्यो मलाई यार गेवालीको पुल चढ्न। हैट नकेट भएर गेवालीको पुलको दृश्य माथिबाट यहाँ हेर ल। यो पनि भत्किन्छ कि ए पुलै हल्दैछ यार। हेर केटा दिस इज गेवालीको पुल। भैँसीहरू चाहिँ रहेछ ऊ त पारि नारायणी हो। ए यता पनि ऊ त पारि नारायणी छ। ए